त डिभोर्स नदिने हो भनेर पनि एउटा केटी खोज्यो मलाई केटी खोजिहाल छिटो तयार हुनु ल हिँड्या ल छिटो उता लुगा लाउँछ नजानु न ए फकाउने फकाउनु पर्यो ससुर हो मेरो भाइ फकाउनु जानु आमामा यो पो हो त माया लो एकले फकाउँछ एकछिन यो जिम्मे लिन सक्छौ अब बुढी अब 2 दिन भने नि अब बुढी नै हो जिम्मा त अब मैले नले कसले अरूले लिन्छ ए कसको बुढी अहिलेसम्म त अब बुढी कसको प्रमाण छैन होइन बुढी कसको हो